तपाईँहरूले चाहिँ मलाई सपोर्ट मात्र गर्नुहोस्। गाइस होइन तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्छ कमेन्ट बक्समा भनिदिनु ल। ल गाइस अहिले म चाहिँ माथि नै आइसकेको छु होइन, टक्क लगाएर। मेरो च्यानल फेरि पनि स्वागत छ हजुरहरूलाई एउटै न्यू भ्लगमा। अनि फेरि पनि उपस्थित भइसकेको छु हजुरहरूको माझमा। अनि आज कुन डे रहेको छ अनि स्याटरडे रहेको छ। अनि गाइसहरू टक्क लगाएर माया देखाइरहनु भएको छ, अझै माया देखाउँदै जानु होला होइन। न्यू डे न्यू भ्लग। अनि त्यो लङ टाइम भयो होला बा होइन हालिरहेको छु होइन। गाइसहरू तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्छ भनिदिनु होला कमेन्ट बक्समा होइन। हिजो चाहिँ पानी परेको रहेछ, थाहा छैन मलाई, थाहा थिएन होइन, हेर्न सक्नुहुनेछ। हिजो चाहिँ पानी परेको रहेछ है। अब रोड पनि चिसो हुसु लागेको मौसम छ होइन गाइसहरू, हुसु लागेको मौसम छ। अनि गाइसहरू त्यही नै हो, अस्ति चाहिँ मैले भनेको थिएँ नि त रोड बन्न लागेको छ भनेर। आदि विकास हेर्न सक्नुहुनेछ, त्यो बाँस छ नि त्यहीँसम्म मात्र हो, आदि विकास भनेकै त्यहीँसम्म हो होइन। अब फेरि अर्को नेता आउला आदि बनाउला, फेरि अर्को आउला आदि बनाउला, अर्को आउला आदि बनाउला, गर्दा 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 त कहिले हुनसक्छ होइन, के हुनसक्छ त्यो थाहा भएन होइन। गाइजहरू आजको टपिक चाहिँ के रहेको छ भने त्यत्तिकै हो, नेचुरल कन्टेन्ट, नो कन्टेन्ट होइन। एकदम इन्ट्रेस्टिङ भिडियोहरू आइ नै रहनेछ। तपाईँहरूले हेरिदिनु होला, माया दिनु होला, साथ दिनु होला गाइजहरू। भिडियो बनाउने मेरो जिम्मा, तपाईँहरूले चाहिँ टक्क लगाएर होइन, तपाईँहरूले चाहिँ मलाई सपोर्ट मात्र गर्नुहोस्। गाइस होइन तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्छ कमेन्ट बक्समा भनिदिनु ल। ल गाइस अहिले चाहिँ म माथि गएर भेटौँ। ल गाइस म चाहिँ माथि नै आइसकेको छु होइन, टक्क लगाएर। हेर्न सक्नुहुनेछ यहाँ चाहिँ पानी यत्रो छ है, यत्रो छ केही गर्न सकिँदैन। हेर्न सक्नुहुनेछ मकैहरू चाहिँ यस्तो भइसकेको छ होइन, डाँडामा हरियाली। अब मकैहरू भएपछि स्यालहरू आउने वातावरण एकदमै हुन्छ। अनि गाइसहरू त्यो डाँडामा चाहिँ धेरै स्यालहरू आएर बस्छ है। मैले नि अघि भर्खरतिर भ्लग स्टार्ट नगर्दाखेरि देखेको थिएँ होइन। अनि गाइसहरू मेरो भ्लग के कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट बक्समा भनिदिनु होला। अनि के न के आज चाहिँ सर्ट एन्ड स्विटै हुन्छ भ्लग चाहिँ, म त्यति लामो पनि बनाउँदिनँ अनि बनाउन नि मन लागेन गाइसहरू होइन। भोलि चाहिँ फेरि डेन्जर भिडियो आउँछ होइन, कमेडी, हल्का कमेडी भ्लग सब मिक्स भएर आउँछ। त्यही नै हो, अन्तिमसम्म हेरेर साथ दिनु होला, माया दिनु होला होइन गाइजहरू। अनि के हो भने यता हेर्न सक्नुहुनेछ यस्तो मकैहरू चाहिँ उम्रिरहेको छ क्या। अब मकै अलि ठुल्ठुला भएपछि मकै फल्ने सिजन पनि आएर मकै खाएर पोलेर भुटेर खाने दिनहरू पनि आउँदैछ होइन। अब आँपहरू खाने दिन पनि आउँदैछ। अब आँपहरू पनि अब बुझ्नुभयो होला नि, टपाउनु पर्नेछ। अब आफ्नो घरमा त छैन होइन, आँप छैन अनि त्यही भएर हो। अब अम्बा पनि फल्न लागिसकेको छ। लिची लिन नि, लिची फल्ने सिजन पनि हो। लिची पाकेपछि फाँडै जाने हो क्या गाइजहरू। ल गाइजहरू एक सर्ट आनौँ अनि के कस्तो लाग्छ तपाईँहरूलाई, अनि त्यहाँबाट बिदा हौँ है। मलाई धेरै लङ भिडियो बनाउनु मन छैन आज चाहिँ, किनकि आज चाहिँ अलि कस्तो फिल भइरहेको छ क्या। कस्तोमा सुतौँ जस्तो भइरहेको छ गाइस। मलाई जति सुते नि पुग्दैन, किनकि हामी स्कुल 9 बजे उठेर जानुपर्छ अनि हाम्रो निन्द्रै पुग्या हुँदैन क्या गाइजहरू। अब राति मोबाइल हेरिन्छ त्यही नै हो।
त्यही हो गाइस एक सर्ट अनि भेटौँला। कस्तो लाग्यो कमेन्ट बक्समा भन्नु होला। अनि भिडियो चाहिँ यति नै राख्नेवाला छु। अनि त्यहाँ के कस्तो लाग्यो कमेन्ट बक्समा भन्नु होला। अनि आजको लागि भिडियो यति नै। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। डोन्ट फर लाइक एन्ड सब्सक्राइब बेल आइकन नोटिफिकेसन अन। यति भन्दा म आजको भिडियोबाट इन हुन चाहन्छु। हस्त जय नेपाल। बाई बाई गाइस। टेक केयर गाइस। शुभ दिन शुभ बिहानी राम्रोसित बस्नु होला। त्यही नै हो मेरो उद्देश्य। ल बाई।